हेलो सेवार नमस्ते नमस्कार 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 लासो फ्याफुल्ला झोरले टसिदेले 10 औला जोडी सेवार नमस्ते नमस्कार छड्के सलाम छ। आज फेरि पनि मैले छोटो मिठो रिभ्यू भिडियो लिएर तपाईहरुको माझमा उपस्थित भइसकेको छु र यस हाम्रो आजको रिभ्यू भिडियो छ भुन्टी सिरियलको भाग 306 को रिभ्यू भिडियो लिएर म हजुरहरुको सामु उपस्थित भइसकेका छु। तपाईले यस हाम्रो रिभ्यू भिडियोलाई स्वीकारिदिनु होला भन्न चाहन्छु र यसरी नै हाम्रो सम्पूर्ण मित्रहरुलाई हरेक दिन सकेसम्म रिभ्यू भिडियो लिएर उपस्थित हुने बाचाका साथ म यस हाम्रो भुन्टी सिरियलको भाग 306 को रिभ्यू भिडियो लिएर म उपस्थित भइसकेका छु। यस हाम्रो रिभ्यू भिडियोलाई हेरेर तपाईले साथ सपोर्ट गरिदिनु हुने नै छ भन्ने आशाका साथ मैले हरेक दिन अपलोड गर्ने गरेको छु। तपाईहरुको माझमा यस हाम्रो रिभ्यू भिडियोलाई स्वीकार्नु होला है त। र अर्को कुरा, जति पनि मेरो प्यारा प्यारा मित्रहरु हुनुहुन्छ तपाईहरुको साथ सपोर्टले गर्दा यस हाम्रो युट्युब च्यानललाई चाहिँ एकदमै साथ सपोर्टको पनि आवश्यकता छ र आवश्यकता भए अनुसार नयाँ साथीहरुले पनि यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब अनि नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिन सक्नुहुनेछ भन्दै अब चाहिँ म आजको यस हाम्रो रिभ्यू भिडियो भुन्टी सिरियलको भाग 306 को रिभ्यू भिडियो ढिलो नगरिकन प्रस्तुत गर्नु गइरहेको छु। यस हाम्रो रिभ्यू भिडियोलाई स्वीकार्नु होला है त। र धेरै अघिल्लो एपिसोडमा हाम्रो भुवन र श्रेयाको झगडा र श्रेया र भुवनको बोलीचाली नै ठप्प बन्द भएको हुनाले भुवनले भनेका थिए आफ्नो बुवा मम्मी सासु आमा र सासु बुवालाई ससुरा बुवालाई बोलाएका थिए। त्यही सासु आमा र ससुरा बुढा आज टुप्लुक्कै घरमा आइपुगेका थिए र घरमा आइसकेपछि भुवनको ससुरा बुवाले आफ्नो छोरी श्रेयालाई एक थप्पड हानिएको छ, किनकि भुवनको ससुराले आफ्नो छोरीको गल्ती रहेछ भनेर आफ्नो छोरीलाई एक थप्पड हानेर सम्झाइराखेकी थिइन्। अर्कोतर्फ श्रेयाको पनि गल्ती नै छ, किनकि श्रेयाले घरभित्रको झैझगडा आफ्नो साथीसँग सेयर गरेकी हुनाले आफ्नो बुवालाई यही आफ्नो घरभित्रको झगडा बाहिर सेयर गरेको मन नपराएका हुनाले आफ्नो छोरीलाई एक दुई थप्पड लगाएर सम्झाइराखेका थिइन्, किनकि श्रेयाले आफ्नो घरभित्रको झगडा घरभित्रै नै मिलाउनु पर्ने कुरा आफ्नो बुवाले भनेका थिए। तर श्रेयाले आफ्नो जति भुवनसँग झगडा भएको थियो त्यो झगडा सबै आफ्नो साथीलाई सेयर गरेकी थिइन् र त्यसै सेयर गरेकी हुनाले आफ्नो बुवाले श्रेयालाई एक दुई थप्पड हानेकी पनि कुटेर सम्झाइराखेकी थिइन्। र अर्को कुरा, यस हाम्रो श्रेयाले पनि एकदमै आफ्नो भुवन बुढालाई किचकिच गरिराख्ने, जतिखेरै कुरा पनि नगर्ने भएको हुनाले श्रेयाले पनि आफ्नो बुवा मम्मी आएपछि जुन फैसला हुन्छ त्यही फैसला सही हुन्छ भन्दै आफ्नो बुढो भुवनलाई धम्की दिएका थिए। तर श्रेयाका बुवा र मम्मी चाहिँ आफ्नो छोरीलाई घर लैजान्छु भन्दै उफ्रिराखेकी थिइन्, किनकि पढी लेखेकी छोरी आफैले जागिर खाएर आफै बाँच्छिन् भन्दै आफ्नो बुढालाई भनिँदै गरेको बेला श्रेयाको बुवाले आफ्नो श्रीमतीलाई पनि चुप भनेर थर्काइराखेको देखिन्छ। र श्रेयाले भनेकी थिइन्, जब बुवा मम्मी आइसकेपछि जति भागमा पर्छ आधी भाग छुट्याएर म तिमीसँग छुट्छु भन्दै भुवनलाई धम्की दिएका थिए। तर त्यो धम्की असफल होला जस्तो छ, किनकि श्रेयाको बुवा चाहन्छन् कि आफ्नो यो बेलाको छोरीको घरबार बिग्रिएको हेर्न चाहन्न भन्दै श्रेयाको बुबाले भनिराखेका छन्।
र फेरि पनि श्रेया चाहन्छन् भुवनसँग छुट्टिनको लागि एकदमै बल गरिराखेकी थिइन्, किनकि भुवनसँग छुट्टिएर एक्लै बस्ने, छोरालाई पनि लगेर जाने भन्दै भनिराखेकी थिइन्। तर श्रेयाको बुबा एकदम समझदार भएको हुनाले आफ्नो छोरी र ज्वाइँ छुटाउन चाहँदैनथे र श्रेयाको बुबा र भुवनको ससुरा चाहन्थ्यो कि आफ्नो ज्वाइँ र आफ्नो छोरी मिलेर बसेको हेर्न चाहन्छ। र अर्को कुरा, श्रेयाको मम्मी चाहिँ उफ्रिराखेका थिइन्, किनकि श्रेया यदि भुवनले छोड्यो भने श्रेयालाई आफ्नो घरमा लगेर जाने, दुईटा घर छ, एउटा घरमा बसाउने भन्ने कुरा पनि श्रेयाको आमाले गरेकी थिइन्। र श्रेयाको बहिनीले पनि भनेका थिइन्, श्रेयाको बहिनीले आफ्नो बुवालाई, बुवा यो त भेनाकै गल्ती छ भन्दै बुवालाई भनिराखेकी थिइन्। तर श्रेयाको बुवाले सुनेनन्, किनकि भुवन एकदमै इमान्दार केटा हुनाले, पहिलेदेखि नै एकदम जेन्टलम्यान भएको हुनाले श्रेयाको बुवाले र भुवनको ससुराबाले भुवनलाई एकदमै मानेका रहेछन् भन्ने यसमा बुझिन्छ। र श्रेयाको बहिनीले भनेका थिए आफ्नो बुवालाई भेनाकै गल्ती छ भन्दा श्रेयाको बुवाले आफ्नो छोरी कान्छीलाई उल्टै थर्काइन्, चुप लाग, तिमीलाई यस बारेमा थाहा छैन, यो श्रेयाकै गल्ती छ भन्दै आफ्नो श्रेया छोरीलाई नै कराइराखेकी छन् श्रेयाको बुवाले। त्यसपछि दुईजना, श्रेया र भुवन मात्रै एक्लै कोठामा छोडेर श्रेयाका बुवा र आमा र श्रेयाका बहिनी र श्रेयाका छोरा सबै घरबाट निस्केर गए। बाहिर गइसकेपछि श्रेया र भुवनको दुईजनाको मिल्नका लागि, कुरा गर्नुको लागि भनेका थिए श्रेयाको बुवाले। त्यतिखेर पनि भुवनले र श्रेयाको कुरा नमिल्ने अवस्था देखिन्छ, किनकि भुवनले त मिल्ने कुरै गरिराखेका देखिन्छ, तर श्रेयाले एकदमै नमिल्ने र छुट्टिने कुरा गरिसकेपछि भुवनले पनि जे पर्ला पर्ला, यदि तिमी मसँग बस्न चाहँदैनौ भने म पनि छोडिदिन्छु भनेर भुवनले त्यहाँबाट उठेर बाहिर निस्केर भागे। र श्रेया एक्लै रुममा बसिराखेकी छिन्। र श्रेयाको बुवा र श्रेयाको आमा र श्रेयाको बहिनी र श्रेयाको छोरा चारैजना माथि छतमा बसिराखेका थिए। र त्यतिखेर पनि श्रेयाको आमाले सोधिराखेका थिइन्, आफ्नो श्रेयाको बुवाले सोधिराखेका थिए आफ्नो नातिलाई, र नातिलाई सोधेको कुरा, यो तिम्रो आमा र तिम्रो बाउमा कसको गल्ती छ भन्दै सोधिराखेका थिए श्रेयाको बुवाले आफ्नो नातिलाई। श्रेयाको छोराले भनेका थिए, यो बाजे यो हाम्रो आमाकै गल्ती छ, किनकि जहिले बुवालाई किचिज गर्नुहुन्छ, जहिले बुवासँग झगडा गर्नुहुन्छ भन्दै आफ्नो बाजेलाई भनेका छन् श्रेयाको र भुवनको छोराले। त्यस बेला अनि श्रेयाको आमा पनि कराउँछिन्, किनकि यो सानो बालकलाई के थाहा छ भन्दै आफ्नो बुढोलाई थर्काउँछन्। तर श्रेयाको बुवाले भन्छन्, यो श्रेयाकै गल्ती छ भन्दै अब जसरी पनि मिलाएर नै जानुपर्छ, अब हामी तल गइसकेपछि तिमीहरू दुईजना चुप लागेर बस्ने, एक शब्द पनि नबोल्ने भनेर आफ्नो बुढीलाई भनेका थिए र छोरीलाई पनि भनेका थिए। र त्यसपछि सबैजना तल झरे। सबैजना कोठामा झरिसकेपछि श्रेया मात्रै कोठामा बसिराखेकी थिइन्। र त्यसबेला आफ्नो श्रेयाको बुवाले श्रेयालाई सम्झाइराखेकी थिइन्, लु छोरी, अब तिमीहरू मिल्नुपर्छ र जसरी भए पनि आफ्नो बुढालाई मान सम्मान गर्नुपर्छ, बाहिर गएर आफ्नो बुढालाई बोलाएर ल्याऊ, मान सम्मानका साथ बोलाइवरी तिमीहरू दुईजना मिल्नुपर्छ भन्दै श्रेयाको बुवाले श्रेयालाई सम्झाइराखेकी थिइन्। तर पनि श्रेयाले मिल्न चाहिनन्। श्रेयाले भनेका थिए, म हुँदैन, जसरी पनि म छुट्टिने नै हो भन्ने कुरा गरिराखेकी थिइन्। र श्रेयाले बाहिर आफ्नो पुइ बुढालाई बोलाउनु पनि गइनन्। र त्यस पछाडि श्रेयाको बुवाले आफ्नो नातिलाई पठाए, तिम्रो बुवालाई बोलाएर ल्याऊ, किनकि अब तिम्रो आमा र बुवा यहाँ मिल्नुपर्छ भन्ने
भनिसकेपछि श्रेयाको भुवनको छोराले आफ्नो बुवालाई घरभित्र बोलाएर ल्याएका थिए र घरभित्र बोलाएर ल्याइसकेपछि अब दुईजनाको मिलेमतो हुने भएको छ र ससुराबाले भुवनलाई सोधिसकेपछि भुवनले भनेका थिए अब ज्वाइँ साहब के छ विचार भनिसकेपछि भुवनले पनि जवाब दिएका थिए अब हामी मिल्ने नै छौँ बुवा, किनकि पहिलाको गल्तीहरू श्रेयाले सुधारेर आउनुपर्छ, हामी मिलेर नै बस्नेछौँ भन्दै आफ्नो ससुराबालाई भनेका थिए र साथसाथमा श्रेयाले पनि माफी माग्ने कुरो आएको छ, किनकि श्रेयाले आफ्नो पोइबुढामाथि माफी मागेर अब फेरि नयाँ जीवन सुरुवात गर्ने भन्दै आफ्नो बुवाले श्रेयाले भनेका थिए र श्रेया माफी माग्नु चाहँदैन थिइन् र त्यस पछाडि श्रेयाको बुवाले भनेका थिए श्रेयाको आमाले छोरीलाई सम्झाउन्, किनकि अब यो उमेरमा छोरा र ज्वाइँ छुटेको राम्रो हुँदैन, त्यही भएर छोरा र ज्वाइँ मिलाएरै जानुपर्छ, छोरीलाई सम्झाउ भन्दै आफ्नो श्रीमतीलाई भनेका थिए र रेखाको आफ्नो आमाले भनेका थिए लौ छोरी आफ्नो बुढोलाई सरी माग भन्दै आफ्नो बुढोलाई छोरीलाई भनेका थिए र साथसाथमा श्रेयाले पनि आफ्नो पोइबुढा भुवनलाई सरी मागे सरी बुढो, जे जति गल्ती भयो अब फेरि यसरी गल्ती हुने छैन, तपाईँले पनि अब आउँदो यसरी गल्ती नगर्नु, हामी दुईजना मिल्ने भइयो भन्दै दुईजनाको मिलेमतो भएको देखिन्छ र यसरी नै यस हाम्रो आजको रिभ्यू भिडियोमा श्रेया र भुवन मिलिसकेको अवस्था देखिन्छ र फाइनली श्रेयाको बुवा भुवनको ससुरा बाउले र आमाले यो आजको यस हाम्रो श्रेया र भुवनको घर झगडा मिलाइसकेर अब एकदमै राम्रो परिवार बनाएको देखिन्छ र यसरी नै आजको यस हाम्रो रिभ्यू भिडियोमा श्रेया र भुवन मिलिसकेको अवस्था देखिन्छ र श्रेयाको बुवा र मम्मी घर पनि फर्किसकेका हुनेछन् भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोमा तपाईँहरूले के कस्तो लाग्यो तल कमेन्ट बक्समा पनि लेख्न सक्नुहुनेछ र जति पनि मित्रहरूले यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब र माया गरिदिइराख्नु भएको छ तपाईँहरू सम्पूर्णलाई वन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद अनि मिठो माया न्यानो सम्झना छ र हाम्रो नयाँ भ्युअर्सहरूले पनि यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिनु सक्नुहुनेछ, ताकि मैले अपलोड गरेको रिभ्यू भिडियोहरू तपाईँहरूको साथमा र तपाईँहरूको माझमा चाँडोभन्दा चाँडो नै नोटिफिकेसन प्राप्त गर्न सक्नुहुनेछ भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त, शिवार अनि नमस्ते, छड्के सलाम, बाई बाई एभ्रिवान, बाई बाई।